हेलो गाइज, गुड मर्निङ, नमस्ते। आज चाहिँ म घरबाटै भ्लग स्टार्ट गर्दैछु। लास्टसम्म हेरिदिनु होला। आज हामी घुम्न जाँदैछु बाहिर। बाटोको सानसानो क्लिपहरू सबै देखाउने छु है त। कस्तो राम्रो भ्यू अनि अर्को पहेँलो खालको कस्तो दामी हुन्छ दिदी। कस्तो राम्रो भ्यू है। दिनमा मात्रै हुन्छ होला त्यो त। के त्यो बाहिर डबल क्यामेरा कति राम्रो भ्यू हो। माथि ओ माय गॉड कति राम्रो भ्यू हो। आकाश आकाश हुने यहाँ पारीको हेर्नु न। मम्मीजी हामी त जङ्गलतिर लग यस्तो छ बाटो। लागेमै हामी त आरसीमा भ्यू हेर्दै हेर्दै आरसियामा भ्यू हेर्दै हेर्दै वा कस्तो राम्रो हो। गाउँ जस्तो लाग्ने गाउँ हुँदैन जङ्गलभित्र चाहिँ छिर्यौँ हामी सबैजना अहिले। त्यो पार्दैन है यो कति राम्रो हो। मौसम कस्तो राम्रो छ आज भयो। घाम लागेछ गर्मी छ। आइपुग्यौँ त हामी होइन। जाउँ है अब बेम्बो फरेस्ट हेर्नलाई। हेलो भनिदिनु मेरो भिडियोमा। हेलो 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 गाइज भनिदिनुहोस्। ओके ल जानुहोस् गाइज। मिजी हेर्नुहोस् है साथीहरू। उहाँ चाहिँ मेरो कान्छी बहिनी नन्द बहिनी। नन्द बहिनी यता अर्को फेरि सरस्वती गुरुङ सरस्वती बहिनी। हो कति राम्रो छ। ह्यान्डमेड सामान पनि बेच्न राखेर रहेछ त हेर्नु। आरसीमा बेम्बो फरेस्ट आएको छौँ है हामी चाहिँ आज साथीहरू घुम्नलाई। भर्खर सुरु हुँदैछ हाम्रो। यहाँबाट चाहिँ भित्र छिर्ने हो। बेम्बो फरेस्ट हेर्न भनेर आएको। अब नेपालमा त ठुलो बाँस गाडी हुन्थ्यो। यहाँ त एकदम सानो सानो रहेछ। खतरा रहेछ। सबैजना यसरी लाइन लागेर जानु पर्दो रहेछ यहाँ चौको जाँदाखेरि। मसिनो मम्मीजी हेर्नु कति राम्रो हेर्नु त। ओ माइ गॉड त्यो घर पुरै देख्नु सानो हुँदैन ठुलो बजार। अनि यो घरको डिजाइन हेर्नु त कति राम्रो हो। त्यो उकालो चढ्दैछौँ हामी अहिले। ओ माइ गॉड उठान भएर जुन यहाँनिर अल्लमल्ल भइरहेछ हामी यहाँ। कहाँबाट जाने कहाँ जाने भनेर उकालो चढ्नु परेछ। से भएको छ।
कति राम्रो ठाउँ हो। यता नि हेर्नु, यतापट्टि पनि कति राम्रो भ्यू छ। हेर्नुहोस् है, नेपालको यहाँ गाडीभित्र खिचेको, गाडीभित्रबाट खिचेको। निस्केर फोटो खिचौँ लागिसक्यो। Continue for 1.5 kilometers. चाहिँ रिक्सा चाहिँ यहाँ तापनमा पनि रहेछ। हेर्नु है, हामी चाहिँ फाइनली बेम्बो फरेस्ट आइपुग्यौँ। स्टार्ट भयो, सुरु भयो यहाँदेखि चाहिँ। बेम्बो फरेस्ट आइपुग्यौँ है। साँझ परिसक्यो। कति बजी भयो यसो अँधेरो आएको? 4 बजी भइसक्यो। तर यहाँ चाहिँ फरेस्टले गर्दाखेरि पुरा अँधेरो देखिरहेछ। यस्तो छ है गाइज जापानको बेम्बो फरेस्ट चाहिँ। उता भित्र सबै हो के माथि पुरै हो के। मन्दिर रहेछ यहाँ माथि चाहिँ हो। जता गयो नि एउटै होला सायद। ल जापानको बास गाडी हेर्न आउनु है साथीहरू। अहिले पनि जापानको बास गाडी हेर्नु है। यो खास यस्तै रहेछ। सेम नेपालको ठुल्ठुलो त्यो मालिङ्गो जस्तै छ है। मालिङ्गो? मालिङ्गो यत्रो यत्रो हुँदैन ठुल्ठुलो। आम्मामा आरसियामा यस्तो धेरै भिड छ कि आज चाहिँ। आम्मा ल हो ल। यो चाहिँ के भन्छ अरे पर पुलसम्म पुग्ने साइडमा चाहिँ सानो सानो पसलहरू छ। कृष्ण भइरहेछ बुढो। मान्छे है जताततै यस्तै घुम्न आएको ठाउँमा मान्छे नभए त हामी रमाइलो हुँदैन होइन त। मलाई यो माछा 50 Photo with samurai for free. Huh? Guide to Eden for buy. कस्तो लागिरहेछ बेम्बो फरेस्ट? एकदमै राम्रो लागिरहेछ है। गाडीमा धेरै घुमायो है, घुम्यो पार्किङ नपाएर बिजोक होइन। मान्छे हेर्नु न, मान्छे रिङ्गा त चल्नेहरू मान्छे छ है। कान्छी हिँड्दा थाक्यो, भोक लाग्यो।
कि होइन आरसिएमको पुल आइपुग्यो है अहिले चाहिँ हामी तर मान्छे भन्ने चाहिँ यति धेरै छ कि यति धेरै भिड छ कि यति धेरै भिड छ कि अब दिउँसोतिर आउँदा कस्तो थियो होला बिहानतिर अब बेलुका साँझको टाइममा यो यति धेरै भिड हो है के गर्नु सत्र देखाउने आरसिएमको खोला देखाउने खोल्सा देखाउने भयो त हामी ऊको अहिले भिडियोमा चाहिँ बरु राम्रो देख्यो त जङ्गल अहिले चाहिँ राम्रो आयो कि लाइट गएर उताको अँध्यारो भएर ल होइन मेरो आरसिएमको पुल चाहिँ अब फर्किने तर्खरमा छौँ हामी तर जाडो चाहिँ यति धेरै भएको छ कि